कुलमानको निर्णय खारेज गर। सरकार मुर्दाबाद 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 फिर्ता गर फिर्ता गर कुलमानको निर्णय फिर्ता गर फिर्ता गर जिन्दाबाद 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 तल्ला मन्त्री राजमन्त्री अँध्यारो कालो कोठाभित्र बसेर आफ्नो अङ्क गणितीय हिसाब किताबमा आफ्नो सरकार टिकाउनको निम्ति आफ्नो कमिसन भागभण्डा बनाउनको निम्ति सायद यो देशको शासकलाई उज्यालो मन पर्दैन, त्यसैले आज कुलमानलाई बर्खास्त गरेको छ। त्यही आन्दोलनको त्यही प्रतिरूप आज हामी साङ्केतिक रूपमा आरआर क्याम्पस अगाडि भेला भएका छौँ। यस भेलामा हाम्रो पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व अन्य केन्द्रीय अध्यक्ष सुदेश पराजुली, युवा संघका नेता तथा हाम्रो पार्टीका केन्द्रीय सदस्य नितेश पौडेल लगायत उपस्थित सम्पूर्ण न्यायप्रेमी युवा विद्यार्थी साथीहरूलाई मन्डल केन्द्रीय कमिटीको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। आदरणीय युवा विद्यार्थी साथीहरू, आदरणीय आम जनताहरू, हामी आज यो ठाउँबाट के उद्घोष गर्न चाहिरहेको छौँ भने हामी कालो कोठाभित्र बसेर हिसाब किताब गर्ने सरकार, स्काउटको जग्गा खाने माफिया मन्त्री दीपक भट्ट जस्ताहरूले यो देशको मूल्याङ्कन गर्ने, यो देशलाई उज्यालो बनाउने कुलमान घिसिङलाई जिरो अथवा शून्य कार्य सम्पादन मूल्य शून्य के हो यो भनेको तिमीहरूले प्रचार गर्नलाई पैसा पुगेन भनेर पछाडि शून्य अङ्क थप्दै लाने भनेको हो होइन भने यो देशलाई उज्यालो बनाउने कुलमान घिसिङलाई किन बर्खास्त गर्यो होला? कुलमान घिसिङको विचारसँग हामी सहमत छैन, कुलमान घिसिङले खाने भातसँग हामी सहमत छैन, तर कुलमान घिसिङले गरेको कामप्रति हामी एकैबद्धता जनाउन चाहन्छौँ। यस अर्थमा हामीले यहाँ बढिरहेको छौँ। 17-18 घण्टासम्म लोड सेडिङ भएर बस्ने हामी नै हो। मोबाइल चार्ज गर्न नपर्ने हाम्रा विद्यार्थी भाइ बहिनीहरू छोराछोरीहरू अँध्यारो भएर पढ्न नपर्ने युगको अन्त्य कुलमान घिसिङले गरेका थियौँ। हाम्रो उसको राजनीतिक विचारधारासँग मतलब छैन, उसले कुन राजनीतिक दललाई समर्थन गर्छ त्यसको मतलब छैन, तर हामी यो अभियानमा जोडेको छौँ, यो देश बनाउने अभियानमा जोडेको छौँ। हिजो कुनै नेताहरू बास्केटबल खेल्दै गर्दा, टिटी खेल्दै गर्दा हामीले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्रको विरुद्ध आज धावा बोलिरहेको छ। त्यही धावा बोलिरहेको बेलामा सरकारले यो जुन निर्णय गरेको छ, यो निर्णय गरेकोले राजा बालियालाई बस्राइदिने खालको निर्णय गरेको छ, यसको घोर निन्दा र भर्त्सना गर्न चाहन्छौँ। आज हामी साङ्केतिक रूपमा यहाँबाट बोलिरहेका छौँ, यो निर्णय खारेज गरेन भने हामी भोलि देशभरि आगो बाल्नेछौँ, यो नासुबी उठ्नेछ, यो युवा सङ्घ उठ्नेछ। हामी उज्यालोको लागि लडिरहेको अँध्यारो हामीले छोडिसक्यौँ। हिजो काल भइसकेको चिजलाई फेरि वर्तमान ल्याउन खोज्ने यो सरकारको हामी घोर भर्त्सना गर्दछौँ। युवा विद्यार्थीहरू चुप लागेर बस्दैनन्। युवाहरूको शरीरमा रातो रगत हुँदासम्म, तातो रगत हुँदासम्म यो सडक युवाहरूको, यो भ्रष्टहरूको सडक हुन सक्दैन, न्यायप्रेमी जनताको सडक हो। यो सडकका पक्षमा हामी जहिले पनि हुनेछौँ। जसलाई अन्याय पर्छ त्यसको पक्षमा छौँ। कुन व्यक्ति कसको पक्षमा छ छैन भन्ने थाहा छैन। जब अन्याय समाजमा पर्छ त्यसका विरुद्धमा ज्वारभाट उठाउने यिनै युवाहरू हुन्। शिरमा कफन बाँधेर 62-63 आन्दोलनको अगाडि हामी लाग्यौँ। पुलिसका गोलीले पनि हामीलाई केही गरेन। त्यसकारणले म प्रहरी साथीहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरूले साथ दिनुहोस्। भ्रष्टहरूलाई खेद्नुपर्छ, थुनेर लग्नुपर्छ। तपाईँहरूले कतिपय भ्रष्टहरूलाई थुनेकोमा सलाम छ, तर भ्रष्टहरूको विरुद्ध लागिरहेकोमा तपाईँहरूले जसरी आज एउटा साङ्केतिक पुतलालाई तपाईँहरूले निभाउनु हो, त्यसलाई ननिभाएर अझै तन्किन दिनका लागि म अनुरोध गर्न चाहन्छु। त्यसकारणले म भन्न चाहन्छु, अदालतलाई पनि भन्न चाहन्छु, सम्मान्य प्रधान न्यायाधीशज्यू, तपाईँको अदालतमा आज सम्भवतः मुद्दा पर्दा त्यो मुद्दालाई तपाईँ पुनर्विचार गर्नुहोस्। यदि भ्रष्टहरूलाई तपाईँले साथ दिनुभयो भने तपाईँ पनि कतै त्यतै लागेको त होइन भन्ने प्रश्न खडा हुनेछ। यसकारणले तपाईँ न्यायप्रेमी जनताका पक्षमा काम गर्ने व्यक्तिका पक्षमा, भ्रष्टहरूका विरुद्धमा, बिचौलियाहरूका विरुद्धमा हुनुहुन्छ भने सङ्केत दिनका लागि अदालतले कुलमानलाई साथ दिएर पुनर्बहाली गर्नुपर्ने छ। यसकारणले म भन्न चाहन्छु, यो सरकारलाई आह्वान गर्न चाहन्छु, तपाईँ यदि भ्रष्ट होइन, तपाईँ यदि पुरानो समय फर्काउन चाहनुहुन्न, नयाँ युगको सुरुवात आफूलाई भन्दै हुनुहुन्छ भने कुलमानको गरेको निर्णय हामीले
हामीले गल्ती गरेका छौँ भनेर फिर्ता गर्नको अनुरोध गर्दै यो अगाडिको मैदान यस्तो मैदान हो जतिखेर शासकहरूले निरङ्कुशता लान्छन्, जतिखेर कुशासनको पक्षमा शासकहरू बोल्छन् त्यतिखेर यो आन्दोलनको चौरमा उभिएर फेरि पनि हामी आन्दोलनको घोषणा गर्नका निम्ति यहाँ उपस्थित भएका छौँ। हामीलाई लाग्थ्यो यो सरकारले अत्यन्तै राम्रो काम गरोस्, अत्यन्तै राम्रो सुन्दर काम गर्नेछ यो सरकार भन्ने हामीलाई विश्वास थियो। तर यो सरकार यस्तो सरकार रहेछ। म यो सरकारको मन्त्री दीपक खड्काको बारेमा धेरै भन्न चाहन्न। लैनचौरको स्काउटको जग्गा हेऱ्यो भने त्यहाँ भ्रष्टाचार गर्ने एउटा मन्त्री कोही हो भने त्यो दीपक खड्का हो। अरू कोही त्यस्तो मान्छेलाई मन्त्री बनाएर आज दिनदाडै एउटा सफल उज्यालो नायक कुलमान घिसिङलाई जो ढङ्गले हटाउने कोसिस भइरहेको छ, हटाइयो। त्यो कुरा हाम्रो पार्टीको तर्फबाट, युवाको तर्फबाट, अधिराज्यको तर्फबाट हामी निन्दा गर्न चाहन्छौँ, भर्त्सना गर्न चाहन्छौँ र धेरै लामो भएछ आन्दोलन नगरेको। अब आन्दोलन गर्नका निम्ति अधिराज्य युवा सङ्घ तयारी अवस्थामा रहेको जानकारी गराउन चाहन्छौँ। हाम्रो पार्टी पनि यो आन्दोलनको चरणमा छ र त्यसैभरि हामी आन्दोलन समाजवादी मोर्चाको तर्फबाट गर्न चाहन्छौँ। हामी यति मात्रै भन्न चाहन्छौँ, भ्रष्ट दलाल दीपक खड्का जसले एउटा उज्यालोको नायक कुलमान घिसिङलाई हटाएर उनले जनताको मनलाई, हृदयलाई रोएका छन्। त्यसो भएको कारण यिनी यस्ता मन्त्री, यो सरकार सदा जनताको हृदयबाट टाढा हुनेछ, भाग्नेछ र जनताले यस्तो सरकारलाई मन पराउँदैन भन्ने कुरा राख्न चाहन्छु। र अन्तिममा भन्न चाहन्छु, कुलमान घिसिङलाई जसरी यो सरकारले हटाएको छ, जनताले यो सरकारको मन्त्री दीपक खड्कालाई त्यसै गरी हटाउने छन्। त्यसो भएको कारणले गर्दाखेरि सम्पूर्ण साथीहरू आन्दोलन गरौँ। अखिलका साथीहरू, युवा सङ्घका साथीहरू, अखिल क्रान्तिकारीका साथीहरू, सबै सङ्घ सङ्गठन नेभी सङ्घ यो आन्दोलनमा जोड्यौँ र यो आन्दोलन एउटा उज्यालो नेपालको नायक जसले हामीलाई लोड सेडिङ मुक्त गरे, देशलाई लोड सेडिङ गर्नका निम्ति मुक्त गरे, त्यस्ता मान्छेको पक्षको आन्दोलन हो। यो कुनै कर्मचारीको आन्दोलन होइन। त्यसो भएको कारणले हामी यो आन्दोलनको पक्षमा छौँ, कुलमानको पक्षमा छौँ र भ्रष्ट दलाल मन्त्रीको विरुद्धमा छौँ। र हामी जोड्न चाहन्छौँ कि यो मन्त्रीको हरकत जतिखेर राष्ट्रघाती बोली बोल्दै भनाइराख्दै संसदमा भारतले नेपालको उज्यालो हो भन्ने भनाइराख्ने भ्रष्ट र राष्ट्रघाती मन्त्री दीपक खड्कालाई यो सरकारले तुरुन्त बर्खास्त गरोस् भन्ने कुरा पनि राख्न चाहन्छु। र अहिलेको समय कुलमान घिसिङलाई, अहिलेको समय बालेन शाहलाई छुने समय होइन। उनीहरूले राम्रो काम गरिरहेका छन्, हाम्रो पार्टी उनीहरूको पक्षमा छ। त्यसो भएको कारणले भ्रष्ट मन्त्रीहरूलाई, भ्रष्ट तस्कर दलालहरूलाई ठिक लाउने समय हो। र यो अहिले केपी ओलीको सरकार भ्रष्टहरूलाई, दलालहरूलाई, माफियाहरूलाई संरक्षण गर्दै अगाडि बढिरहेको छ। हाम्रो पार्टी यो कुराको निन्दा गर्न चाहन्छ, भर्त्सना गर्न चाहन्छ र उज्यालो दिने कुलमानको पक्षमा युवा छन्, विद्यार्थी छन्, समग्र पार्टी छन् भन्ने कुरा राख्दै बिदा हुन्छु। हस्त, धन्यवाद।